इलाम जिल्लाको सन्तपुर गाउँपालिका वार्ड नम्बर 3 निवासी एकजना बुवा हुनुहुन्छ मातृका प्रसाद अधिकारी। उहाँसँग थोरै शास्त्रका कुरा, नीतिका कुरा र इतिहासका कुरा, पुराना कुराहरू थोरै गर्न गइरहेको छु। बुवा हजुर नमस्कार। नमस्कार। सन्चो सुविस्तै हुनुहुन्छ? ठिकै छ। कति वर्ष पुग्नुभयो? म 81 मा लागेँ। 81। मातृका प्रसाद अधिकारी भनेको सन्तपुर गाउँपालिका अथवा सुलुबुङ वार्ड नम्बर 3 को वार्डाध्यक्ष पनि चलाउनु भएको हो, राजनीतिक रूपमा पनि काम गर्नुभएको हो, सामाजिक रूपमा पनि काम गर्नुभएको। अहिले पछिल्लो दिनमा के गर्दै हुनुहुन्छ? अहिले त के गर्नु, बसो खायो, हरेराम गरौँ, गीता पढौँ, जति सकिन्छ भागवत पढौँ, विष्णु सहस्रनाम पढौँ, भात खायो, त्यस्तै छ। ए घरमै बस्नुहुन्छ, हिँड्न ओर्न छोड्नुभयो? ए सौदापात किन्न ओर्न कहाँ जानु पर्थ्यो उहिले? सौदापात किन्न त मानेभन्ज्याङ इलाम बजार, अनि नुन धेरै चाहिए संसारै यहाँबाट हिँडेर? अनि के थियो त, अनि कति दिनमा आइपुग्नु? लाग्थ्यो नि 4-5 दिन। यहाँबाट ढाकर बोक्नु कि केमा? ढाकर बोरामै ल्यायो भने त ढाकर त खासै बोकिएन। ढाकर चाहिँ बोक्नु भएन, बोरामा ल्याइयो। जौवारीसम्म 30 किलो आलु बोकेर पुऱ्यायो। कति सालको कुरो हो यो? 29-30 सालको कुरा। 29-30 सालमा चाहिँ 30 किलो आलु यहाँबाट जौवारी लगेर बेचेर नुन लिएर आइयो। नुन लिएर आइयो। नुन साटेर। अनि एकै दिनमा? होइन, बास बसेर आइयो। अनि शनिबारै जाँदाखेरि 2-4 दिनै लाग्थ्यो है? लाग्थ्यो, 3 दिन त लागिहाल्छ नि घटीमै। एक दिन जान रित्तो गइयो भने अनि भारीसँग आउँदा 2 दिनै लाग्थ्यो। अनि भनेको नुनदेखि बाहेक अरू के ल्याउनु त्यहाँबाट? अरू के र मरमसला अलिअलि ल्यायो। नुन भएपछि दुहान होइजान्थ्यो, सब्जी होइजान्थ्यो नि। कपडाहरू त मानेभन्ज्याङबाट ल्याइन्थ्यो। अनि शनिबारै जाँदा एक्लै जानुहुन्थ्यो कि धेरैजनाको साथीहरू त्यस्तै थुप्रोजना सल्लाह गरेर जानु, अनि भारी बोकेर आउनु? अनि हजुर यसो गुरुपुरेतको काम गर्नुहुन्थ्यो, कहाँ पढ्नु भएको? कहीँ पनि पढिएन, घरैमा अलिअलि बुवासँग सिक्यो। बुवा हाम्रो साह्रै विद्वान। हजुरबाले 15 वर्ष 2टा पण्डित राखेर पढाएको बुवाहरू घरैमा मुटु मासु घर छँदैछ। अनि राम्ररी अनुभव गरेर पढेको। अनि हामीले घरैमा पढ्यौँ। मैले स्कुलबाट चाहिँ 2013 सालमा 5 पास गरेको। स्कुल पनि पढ्नुभएको? गाईको अथवा भैँसीको अथवा गोरुको दाम कति पर्थ्यो? गोरुको दाम पर्थ्यो 200-250। भैँसी 12 कोरी भनेको 240 चाहिँ पहिरे बुढाकोबाट मैले आफै भैँसी ल्याएको। भइकन ल्याएर भैँसी ल्याएको 12 कोरीमा कोहीले भन्ने भैँसी 240 मा। अहिले त 240 मा त केही पनि आउँदैन। उस्तै 2 लाखै पर्छ, उस्तै भइसक्यो। पर्छ। अनि त्यतिखेर एकजना खेतालालाई कति पैसा दिनु पर्थ्यो? एकजना खेतालालाई 8 आना, अलि पछिदेखि 1 रुपियाँ त्यस्तै बढ्दै जान्थ्यो। सिलोकेहरू फेरि विद्या नभई कुल कसै गरी सप्राउँदैन, काशी नगई घटक परा गरी उड्दैन, काशी चिकुल सम्भइन पुण्यबारी नामै लिँदा पनि परिन्छ विपत्ति बारी। यस्तै पवित्र कुरी नभने आजसम्म एउटै कुटी किन भने साचम्म। आमा बिना जगत यो अब शून्य भइगयो, संसारको सकल सार उडेर गइगयो। यति रहेछ अब मात्र पुगेछ आयो, खोज्दैछ निस्कन हरे शिव प्राण भयो। हे बाबु लग्न तुलसी मठ लिप्न लाऊ, सरस्यौ छरी तिलको सारो बिछायो। ए थानमा इत सदा छिटै गराउँ, भन्ने तिवाणी अब सुन्न कहाँमा पाऊँ। पापान्त धेनु ऋण धेनु र शुद्धि धेनु, उक्रान्ति बैतडी पञ्च धेनु। ए थानमा इत सदा छिटै गराउँ, भन्ने तिवाणी अब सुन्न कहाँमा पाऊँ। त्यति हो। अनि उहिले र अहिलेमा नि, अब उहिले तपाईँहरूले जौबारीदेखि संसारैदेखि सामान ल्याउनु भयो, अहिले त घरमा आँगनमा गाडी आउँछ। त्यो उहिले र अहिलेमा तपाईँलाई हजुरलाई कस्तो लाग्छ? अहिले सुगम छ, सहज छ, धेरै सहज छ, खानेकुरो पनि पाइन्छ। कतिजनाको परिवार हुनुहुन्थ्यो हजुर? हामी थियौँ 10-12 जनाको परिवार हुनुहुन्थ्यो। गाह्रो थियो। तपाईँका परिवारहरू, छोराछोरीहरू अहिले कहाँ छन् त? कोही झापा छन्, कोही यतै छन्, कोही इलामतिरै छन्। कोसँग बस्नु भएको छ? मेरो खासै टुङ्गो त जेठासँग बसिया छ। मजा छ छैन, काम गर्नु केही पर्दैन, खाना दिइहाल्छन्, खायो बस्यो। अनि मोटाइएकै यसरी हो। धेरै मोटाउनु भयो? बिहान उठेर यसो पाठ पूजा गरौँ नुहायो,
अनि 11 बज्छ अनि खाना खायो अनि एकछिन राम्रो बाटो हिँडो यहाँ चाहिँ उकालो ओह्रालो हिँड्न सकिँदैन तेर्सो चाहिँ हिँड्नुहुन्छ तेर्सो गरेर नै हिँड्छ हजुर वार्ड अध्यक्ष हुँदा कति सालको कुरो हो म वार्ड अध्यक्ष भएको त बसी 29 सालमा गरियो भयो 17-18 वर्ष त्यति बेरै गाउँ फर्का आयो मलाई नि उ गरौँ 17-18 वर्ष वार्ड अध्यक्ष भएर बस्नुभयो गरेँ त अनि वार्ड नम्बर 3 कि कति हो त यो वार्ड नम्बर 3 हो पहिलेको 2 हो 2 हो 2 पछि 3 भयो हजुर वार्ड अध्यक्ष हुँदा चाहिँ कति नम्बर हो त यो 2 थियो 2 बाट 3 भयो 2 पनि 3 पनि तपाईँ नै रहनुभयो मैले गरेँ अनि यहाँबाट उहाँ आलुबारी अधिकारीसम्म थियो एउटै वार्ड पोटली 5 तर बेसी अनि फेरि त्यसपछि गाउँ फर्का आयो एकखेप अर्को चुनाव जितेँ अनि तेस्रोमा गाउँ फर्का आयो त्यसमा पनि जितेँ अनि त्यसदेखि पछि बहुदल आयो बहुदलमा पनि जितेँ 2 इलेक्सन त बहुदलमा खाएँ मैले भनेपछि कति वर्ष कतिचोटि चाहिँ चुनाव जित्नुभयो त 4चोटि 5चोटि कति जित्यो 5 चोटिसम्म जित्नुभयो अनि तपाईँले जितेका बेलाको गरेको काम नि अहिले भन्नुपर्दा कुन कुन काम छ त मैले जितेर गरेका बेला पञ्चायतकालमा गरेका स्कुल बनाइयो ठुलो स्कुल सरस्वती उच्च मावि त्यो प्रतिरका हल जनखलालका बगानबाट पिप्ले बोकेर साथीहरूलाई 175 घर थिए मेरो वार्डमा अनि बनाएर ल्याएर निदान ल्याएर हाल्यो त्यो स्कुल यही वार्डमा पर्थ्यो यही वार्डमा पर्थ्यो 4 नम्बर 7 नम्बर एकै ठाउँ थियो नि त 4 नम्बर 3 नम्बर अनि यही वार्डमा पर्थ्यो स्कुल बनायो एउटा अरू हाई स्कुल चाहिँ म केही नभइकन केटाकेटीमै ढुङ्गा बोकेर बनाइयो अर्को त्यो उताका हल चाहिँ मेरै कार्यकालमा बनेका अनि हेलपोस्ट मेरै कार्यकालमा चक्रबहादुर प्रधान भन्छ थियो त्यति बेला हेलपोस्ट बनाउँदा म देउराली बजारमा चाहिँ सुरु भएको 29 सालदेखि मजा गर्न थालेको र पनि म त्यति बेला वडा सदस्य नै थिएँ अनि यता अरू स्कुलहरू ससाना स्कुलहरू अनि यो तल अहिले चल्दै गरेको स्कुल मेरै कार्यकालमा भएको हो खाने पानी जुन चाहिँ भेरिबाट 14 धारा पानी ल्याएँ यता घिम्रे धाराबाट 12-11 धारा गरेर 17वटा धारा चालु गराइयो 2 पारी गाउँलाई पनि यसै गाउँलाई पनि अनि यहाँबाट 2034 साल पुस 2 गते शिलान्यास गरेर कुलुखण्ड मिश्रा गर्नुहुने एउटा एकातले अँगेरीको बुटो समायो एकातले झम्पा 1.5 महिना खाँदा भुतेढुङ्गा पुग्यो चल्यो यत्रो भुतेढुङ्गा गइरहेकोलाई पर्याप्त भयो तपाईँ वार्ड अध्यक्ष हुँदाखेरि प्रधान पञ्च अथवा गाविस अध्यक्ष को हुनुहुन्थ्यो त फटाएको छु मैले गाविस अध्यक्ष जनखलालपट्टि सागरपछि कार्यवाहक अलिक दिन लालकुमार भयो अनि चित्रबहादुर भयो अनि चक्रबहादुर भयो 5-6 फटाएको छु मैले ल खुसी लाग्यो तपाईँसँग धेरै कुराकानी भयो तपाईँ एकदम एक खाले अनि अलिकति तपाईँको स्वास्थ्यमा के समस्या छ कि के छ अहिलेसम्म भगवानले रक्षा गरेर छ सुगर पनि छैन प्रेसर पनि छैन मलाई यो मोटा आकाले उकालो हिँड्नु हुँदैन एकदम निरोगी हुनु छ औषधि सुई हान्नु भएको छ खान्छु कोसेट बढेको छ यति बेला औषधि खाइरहेको छ तल ओमसाई गएर लु खुसी लाग्यो तपाईँसँग यसरी नै फेरि पनि भेट होस् तपाईँलाई चाहिँ दीर्घायुको सुस्वास्थ्यको कामना गर्छु धन्यवाद।